हिमालमा सरकारले जसरी पनि गराउँछ निर्वाचन, कहीँ रोकियो ओर्यो भने फेरि दुबारा अर्को पटकलाई अर्को उसमा गराउँछ। अब हामी थोरै ठाउँ भएकोमा त साधनको प्रयोग पनि हुनसक्छ, साधनको प्रयोग गरेर पनि मान्छेलाई उसारेर पनि गराउँछ। अब त्यहाँ हुनै नसक्ने अवस्था हो भने त्यही रूपबाट विचार हुन्छ, तर निर्वाचन चाहिँ हुन्छ जसरी पनि, किनभने इमर्जेन्सी जस्तो भयो नि त। यो कुनै सोचेको बेलाको त होइन। कसलाई थाहा थियो कि 23 को घटना घट्छ, 24 को घटना घट्छ अनि यत्रो दहशत हुन्छ भन्ने त कसलाई थाहा थियो। अब त्यही हिसाबले आपतकै अवस्थामा यो सब भयो होइन। भयो भने जसरी पनि निर्वाचन चाहिँ गराउनुपर्छ। अब निर्वाचन गराउँदाखेरि जनताले मत दिने हो, नयाँ प्रतिनिधिहरू अब आउने हो, उनीहरूले देश चलाउने हो। केही दलका नेताहरूले अहिले आफ्नो स्वार्थको लागि अलिकति चुनाव सार्नुभयो हुनु भन्ने टाइपले कुरा गरिरहेको देखिन्छ। चुनाव सर्दैन। हजुरसँग त्यसरी कसैले कुरा गर्नु? हामीसँग कुरा कसैले गरेको पनि छैन। चुनाव सर्दैन भने किन सार्ने? एउटा कुरा तपाईँ के बुझ्नुहोस् भने, मलाई जहाँसम्म लाग्छ, म एकिन त भन्दिनँ, 31-32 अरब खर्च हुन्छ होला यो बेलामा। तर सबै निर्वाचनमा त होइन। अब प्रहरीमा कसलाई के अभावहरू थियो, त्यो पुरा भौतिक साधनहरूको अभाव भएको पुरा गर्दा गर्दै निर्वाचनको खर्च, म त त्यत्रो खर्च जो अहिले भइरहेको छ, अब अहिले छिमेकी राष्ट्रहरूबाट पनि सहयोगहरू भइरहेछ। यो सहयोग अहिले यो स्थिति नआएको भए त अर्कोतिर हुन्थ्यो नि यो खर्च। अरूतिर हामी स्कुल संस्थाहरू हरेकलाई हामी त्यसलाई के अरे सक्षम बनाउनलाई हामी त्यहाँ खर्च गर्न सक्थ्यौँ नि त। आज यो निर्वाचन चाहिँ सधैँ हुन पनि हुँदैन। अब यो आपतकाल जस्तो आइलाग्यो। अब यो जे भयो यो चाहिँ अब यो पुरा भएर छोड्छ र यो पुरा भएपछि नयाँले हस्तान्तरण पाउँछन्, आफ्नो ह्यान्डओभर बुझ्छन् उनीहरूले, त्यसपछि चालु गर्छन् अनि जे गर्छन् मुलुकले एउटा बाटो पाउँछ। निर्वाचन शान्तिपूर्ण हुन्छ भनेर हामीले प्रयास गरेका छौँ 100%। भगवान्ले साथ दिनु भएन त्यो अर्को कुरो, तर 100% हामी विश्वस्त छौँ। निर्वाचनमा के हुँदैन, नेपालीहरू अत्यन्त असल छन्।